हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आई होप सबै सन्चै हुनुहुन्छ होला। आज म छुट्टीको सदुपयोग गर्दै छुट्टीलाई सदुपयोग गर्दै आज म हल्का साथीभाइहरूसँग रमाइलो गर्न आएको छु। तपाईँले देख्न सक्नुहुन्छ यहाँ स्विमिङ छ, 51 तलामा स्विमिङ पुल छ। त्यसपछि तपाईँले उता देख्न सक्नुहुन्छ केएल टावर। यो भनेको जहाँसम्म लाग्छ एसियाकै दोस्रो नम्बर अल्गो टावर हो। यो टावरमा अब आजभोलि कति 110 रिङ्गेट मलेसियन समथिङ लाग्छ, न धेरै हो। नेपालको हाराहारी तपाईँको 3200 भनौँ, हाराहारी 3300 रुपियाँ लाग्छ माथि चढ्न। तपाईँले देख्न सक्नुहुन्छ यो मलेसियाको रातिको भ्यू यस्तो छ। पन्तजी उता कता उता टाउको मात्रै देख्छ त, पन्तजी बिजी हुनुहुन्छ फोनमा। हेर्नुहोस् त, विदेश भनेको विदेशी हुन्छ। कस्तो रमाइलो छ, चारैतिर झिलिमिली छ। बत्ती त यहाँ जाँदैन, बत्ती कहिले जाँदैन। राति हो कि 200 हो कि थाहै हुँदैन। यस्तो रमाइलो छ। विदेश भनेको विदेशी कहिले होला हाम्रो देश नेपाल यस्तो। हस्, धन्यवाद सबैजनालाई। यदि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला।